हेलो एभ्रिवान, सोच्नुहोस् त रु 25,000 रुपियाँको एमटिभी बाइक अर्थात् माउन्टेन बाइक लिएर नेपालको जङ्गल यात्रामा अफरोडिङ गर्ने पागलपन जस्तो लाग्दैन तपाईलाई? यो फायरफक्स माउन्टेन बाइक हो। यसमा मेकानिकल डिस्क ब्रेक, 3x7 गियर सेटअप सहितको आज यस माउन्टेन बाइकको म डिटेल रिभ्यू गर्दैछु। यो फायरफक्स माउन्टेन बाइक 2023 मोडेलको हो। यदि तपाईलाई सस्तो तर सहरको सडक र नर्मल अफरोडिङ ट्रेल गर्ने माउन्टेन बाइक चाहिएको छ भने यो फायरफक्स माउन्टेन बाइक तपाईको रोजाइ हुन सक्छ। अब यो बाइकको कुरा गरौँ। यो फायरफक्स माउन्टेन बाइकमा 6061 को एलोय फ्रेम प्रयोग गरिएको छ। यो मिडियम साइज फ्रेमको अर्थात् 17 इन्चको फ्रेमको साइजको साइकल हो। यसमा 29 इन्चको टायर छ। यसमा क्विक रिलिजको पनि अप्सन राखिएको छ, जसले गर्दा तपाईले यसको व्हील सजिलै जहाँ पनि निकाल्न सक्नुहुन्छ। अब सस्पेन्सनको कुरा गर्दा यसमा नर्मल मूल्य अनुसारको सस्पेन्सन राखिएको छ। अब यसको इमानदार रिभ्यू दिँदा फाइदाका कुराहरूमा गर्नेछु। सस्तो मूल्य, बलियो बनावट, भरपर्दो ब्रेक, धेरै जस्तो बाटोमा सम्हालेर कुदाउन सकिने गियर। अब यसका अलिक कमजोर पक्षका पनि कुरा गर्नुपर्छ। जेन्युन रिभ्यू दिँदा फेरि खासै हलुका छैन यो माउन्टेन बाइक, तर पैसा खर्च गरे अनुसारको मूल्य पाइन्छ। यसको सस्पेन्सनले हार्डको राइडरलाई सन्तुष्ट दिन नसक्दा, तर पनि नेपालमा रु 25,000 मा सुरुवाती या बजेट एडभेन्चरको लागि यो उत्तम बाइक हुन सक्छ। महँगो ब्रान्डसँग तुलना गर्दा यो टप चाहिँ होइन, तर मजाले निष्क्रिय रूपमा राइड गरेर माउन्टेन बाइकको जर्नीको यात्रा यस माउन्टेन बाइकबाट सुरु गर्न सक्नुहुन्छ। अब धेरै साथीहरूले यस युट्युब च्यानललाई लाइक गर्नुहुन्छ, कमेन्ट लेख्नुहुन्छ, तर कतिले सब्स्क्राइब गर्नुभएको छ र सब्स्क्राइब गरेर पनि बेल नोटिफिकेसन अन गर्नुभएको छैन। बेल नोटिफिकेसन अन गर्दाखेरि मैले बनाएको भिडियो तपाईँको मोबाइल स्क्रिन अगाडि आउन नसक्ला। त्यसले गर्दाखेरि सब्स्क्राइब बटन प्रेस गरेर बेल नोटिफिकेसन पनि अन गर्नुहोला। तपाईँ कुन ठाउँबाट हेरिरहनु भएको छ, यो फायरफक्स माउन्टेन बाइकको प्राइस तपाईँको एरियामा कति छ, प्लिज कमेन्टमा मेन्सन गर्नुहोला। आज मैले यो लक्ष्मी साइकल स्टोर झापामा सुट गरिरहेको छु, तर पनि यो अल ओभर नेपाल डेलिभरी हुन्छ। तपाईँले चाहिएको खण्डमा कमेन्ट गर्न सक्नुहुन्छ।